मेरो घरमा नि यही काम गर्छ यो सरी। हेलो गाइज, हेलो। हामीहरूले बिहानदेखि युट्युब भ्लग बनाएन, हामीहरूलाई राम्रोसँग थाहा नै छैन, बनाउँदै बनाएन। इन्ट्रो मात्र पार्ट 2 छैन, यसको चुप लाग्न। अब पार्ट 2 साटु के हैन, पार्ट 1 नै नै हो अनि ल सरी गाइज, यसको भिडियो त्यो नबनाएर रहेछ। अब राति परिसक्यो, अब हामी खाना खाएर सुत्ने हो गाइज। अब केही छैन, यसले बनाएको खाना, भोलिदेखि यसको स्कुल छ, यसले बनाएको खाना। यो रोटी हेर गाइज, कस्तो रोटी बनाएको गाइज। मेरो दाँतमा यस्तो यस्तो तार लगाएको हुनाले गाइज मैले त्यस्तो खान सक्दिनँ कि गरेर। यो खुलाएर त खान सकिन्छ, तर म के भन्नु गाइज। अब मुख्य बारी दरम यसलाई मनमा खुसी लाग्छ यसको खाना हेर्नु गाइज। डेली कहिले राम्रो खाना पकाउन यसलाई आउँदैन कि गाइज। गाइज कसैलाई घरमा काम गर्ने मान्छे राम्रो चाहिएको छ भनेपछि छ गाइज। यो महिनाको कति सेलेरी चाहियो तुलाई रियलमा भन्नु? 1 लाख त खुब 1 लाख रे गाइज। 10,000 बिहानको काम मात्र, झाडु पोछा खाना बनाउने काम मात्र गर्ने हो यसले। मेरो घरमा नि यही काम गर्छ यो सरी मेरो बच्चा सरी गाइज। मलाई यस्तो भन्नु, मलाई त मेरो छोरीलाई केही भन्नु मन पर्दैन, म मजाक गरेको गाइज, प्र्याङ्क सरी। तर गर्नुपर्छ क्या तैँले काम, हो कि नै? गर्नुपर्छ, मैले नभने नि तैँले गर्नुपर्छ है। गाइज यस्तै हामी खान्छौँ अब। भयो गाइज, बाई। लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु होला। वेलकम हाम्रो लाइफमा। भयो गाइज, बाई बाई, टाटा।